तिमीहरूलाई आफू ओभरवेट भएको कारणले गर्दा आफ्नो डेली लाइफमा गाह्रो भइरहेको छ? इफ यस देन फलो दिस टिप्स। फर्स्ट, वर्कआउटबाट सुरु गर्दा बिहान खाली पेटमा कार्डियो वर्कआउटहरू गर्ने। कार्डियो वर्कआउट व्हाट? कार्डियो वर्कआउट मिन्स रनिङ, साइक्लिङ, जगिङ यस्तै डिफ्रेन्ट एक्टिभिटीहरू पर्दछ। यहाँ पनि कसले रनिङ गर्ने र कसले जगिङ गर्ने र कसले नर्मल वक गर्ने। इफ ओभरवेट छ भने नर्मल वकिङ गर्ने। ओभरवेटहरूले रनिङ किन नगर्ने? ओभरवेटमा रनिङ गर्दा जोइन्ट्सहरूमा इन्जुरी हुने चान्सेसहरू बढी हुन्छ। यो जाडोको मौसममा हावा नछिर्ने विन्ड स्वेटरहरू लगाएर वक गर्दा अझ राम्रो हुन्छ र ओभरवेट नभएकोहरूले नर्मल जगिङ गर्दा हुन्छ। आफ्टर कार्डियो वर्कआउट अदर एक्सर्साइजहरू गर्ने जसमा लेस वेट र मोर ऱ्याप्सहरू हुनुपर्छ। सेकेन्ड, डाइट प्लान। फर्स्टमा आफ्नो मेन्टेनेन्स क्यालोरी फाइन्ड गर्ने। यो हजुरहरूले गुगलमा गएर TDEE क्यालकुलेटर सर्च हानेर थाहा पाउन सक्नुहुन्छ। आफ्नो मेन्टेनेन्स क्यालोरी थाहा पाइसकेपछि त्यसको 200-300 क्यालोरी डेफिसिटमा खानुपर्छ वा कम खानु पर्दछ। मोस्ट इम्पोर्टेन्ट थिङ, ओइली फुडहरू अभोइड गर्नु पर्दछ।